अब यसको असर जस्तो नेपालमा अलिकति हामी ध्यान दिउँ। जस्तो नेपालमा अस्ति विजय चौथाईवाले आए र समाचारमा आए, उनले चाहिँ यो काश्मीरको घटनामा काश्मीरको विरुद्धमा बोल्नको निम्ति यहाँ दबाब दिएर गएका छन्। काश्मीर एउटा मुख्य मुद्दा थियो यिनीहरूको बीचमा। यिनले सबै पार्टी भेटे, सरकारी तहमा पनि भेटे, जम्मै पार्टीहरू पनि भेटे र तपाईहरुले सुन्नुभयो, मिडियामा हेर्नुभयो, भिडियोहरू पनि हेर्नुभयो। यो मण्डलहरूको जो ग्याङ छ नि, राप्रपा भन्ने मण्डलहरूको, यो मण्डले ग्याङले कुरै नबुझी बुझ्न नखोजिकन पाकिस्तान मुर्दाबाद भनी नारै लगायो सडकमा आएर। किन बनी बनाऊ चप इन्डियाले पालेका मान्छेहरू, इन्डियनहरूले एकदम बनी बनाऊ रूपमा चाहिँ यहाँ प्रयोग गर्न सुरु गरेका थिए। र अहिले चाहिँ तपाईको यो अस्तिको चाहिँ हिजोको यो झडपपछि कांग्रेसको एकजना नेता एनपी साउद, उनी पहिलेका मन्त्री पनि हुन्, यति घृणित रूपमा उनले बोले नि। अस्ति भर्खरै पाकिस्तानको सेनाको एउटा टोली यहाँ आएर नेपाली सेनासँग भेटेर गएको छ। अब जोसँग दौत्य सम्बन्ध छ तिनका सेना त आउने जाने नै गर्छन्, त्यो सबैलाई थाहा भएको कुरो। तर एनपी साउद भन्ने त्यो चाहिँ तपाईको इन्डो अमेरिकन गुण्डाले के भन्यो भन्छ भने संसदमा पाकिस्तानी सेनालाई आउन दिन हुँदैन थियो। यिनी दलाल कस्ता छन् भन्छ भने यिनका बाउको सेना मात्रै नेपालमा आउनुपर्छ, इन्डो पेसिफिकको नाममा अमेरिकन सेना नेपालमा बस्न पाउनुपर्छ, इन्डियन सेना यहाँ आउनु पाउनुपर्छ। त्यो पेन्सन क्याम्पको नाममा बसेको होस् वा गैर कानुनी रूपमा, ऊ अस्ति चाहिँ भर्खरै नागार्जुनमा आएर चाहिँ अब उनीहरू बसेको त्यत्रो समाचार आयो, यिनीहरू बोल्दैन। किन यिनी जन्मजात विदेशी हुन्, जन्मजात नेपाल विरोधी अपराधी देशद्रोहीहरू र अमेरिकन र इन्डियनले पालेका कुख्यात चाहिँ तपाईँको अपराधीहरू। र उनीहरू बरु निर्लज्जतापूर्वक के भन्छ भने पाकिस्तानी सेनालाई यति बेला आउन दिनुहुन्न थियो, नेपालमा आउन दिनुहुन्न थियो हैन। मानव पाकिस्तानले यिनको के खाइदिएछ, पाकिस्तानले के खाइदिएको छ यिनको, जति यिनको खाएको छ देशको खाएको छ इन्डियाले खाएको छ, जति लुटेको छ इन्डियाले लुटेको छ, जति सीमा अतिक्रमण गरेको छ इन्डियाले, जति नेपालमा हत्या भएको छन् इन्डियाले गर्छ। पाकिस्तानले के गरेछ, यिनी अपराधी हत्याराहरू, यिनी लुटेराहरू के भन्दैछन्, पाकिस्तानी सेना आउन दिन हुँदैन थियो हैन। त्यो भात दिनेको तपाईको वफादारी, जसले भात दिन्छ, जसले खुवाउँछ, जसले पाल्छ, जसले चारो हाल्छ, त्यसको यस्ता अपराधीबाट देश अब सुरक्षित हुँदैन। हामीले राम्रोसँग बुझ्नुपर्छ। किन दुनियाँको भूराजनीति त्यहाँ गयो र दुनियाँको होइन दक्षिण एसियाको पनि अब गयो। मलाई लाग्छ दक्षिण एसिया हिजो जस्तो सजिलो छैन। अब जस्तो युक्रेन द्वन्द्वपछि युरोपको जुन हाल भयो नि, आज जुन उथलपुथल भयो, दक्षिण एसिया त्यही बाटोमा गयो आज। किन भन्छ भने इन्डियन साम्राज्यवादको अत्याचारको कारणले आज कोही पनि देश उसको मित्रका रूपमा रहेन। न श्रीलङ्का रह्यो, न मालदिप्स रह्यो, न बङ्गलादेश रह्यो, पाकिस्तानको कुरै छोडौँ। र नेपालको जनमत हेर्ने हो भने इन्डियन साम्राज्यवाद हाम्रो मित्र शक्ति हो भन्ने नेपालीहरू 2% पनि छैन, 1% पनि छैन। जो छन् उसको भात खाने अपराधीहरू छन्। उसको भात खाएर नेपाली मार्ने, नेपाल लुट्ने पेशेवर अपराधी बाहेक इन्डियाको गीत गाउने मान्छे नेपालमा छैन। पछिल्लो पटक भएको आरएसएसको पैसा खाएर हिन्दूको नाममा गीत गाउने केही चाहिँ तपाईको दलालहरूको एउटा जत्था निस्किएको छ। बस हामी होशियार हुनुपर्छ। यस्ता मुद्दामा हामी दृढतापूर्वक जान सकेनौं हैन। वास्तविकता त्यो समातेर हामीलाई कसैको पक्ष, काल्पनिक रूपमा कसैको पक्ष र विपक्षमा बस्नु छैन। हामीले तथ्य सार्नुपर्छ र हामीले भन्नुपर्छ पाकिस्तानले नेपाललाई के गर्यो, चीनले नेपाललाई के गर्यो, रुसले नेपाललाई के गर्यो। नेपाल जो हालत छ, नेपाललाई जति के गरे त्यो को हो, त्यो इन्डियन हो, त्यो अमेरिकन हो, त्यो युरोपियन हो। यो त तथ्य हो नि, कसैले पनि काट्न सक्ने तथ्य। अनि हाम्रो शत्रु को, हाम्रो देश भाँड्ने को पाकिस्तान कि इन्डिया? यस्ता मुद्दामा अल्मलिनु हुँदैन। र यहाँ अपराधीहरूले विभिन्न बहानामा चाहिँ तपाईको अल्मल्याउँछन्, विभिन्न बहानामा। कसैले धर्मको, कथित धर्मको, कसैले चाहिँ तपाईको खुला सिमानाको, कसैले रोटी बेटीको, मान्छेलाई बेवकुफ बनाउने यिनका हरेक तरिका छन्। तर हामीसँगको जो सम्बन्ध छ, हाम्रो देशसँग जसको जे सम्बन्ध हो, जसले जे व्यवहार गरेको छ, हामीले त्यही आधारमा बोल्यो। त्यो हिसाबले पाकिस्तान हाम्रो भरोसाको मित्र शक्ति हो। मुस्लिम भएकै कारणले चाहिँ विरोध गर्ने पाकिस्तानको, जसको त्यो सत्य नै आतंकवादी हुन् भन्छु मैले। पाकिस्तान मुस्लिम बाहुल्यता भएको देश भएको कारणले पाकिस्तानको विरोध गर्ने, इन्डियामा हिन्दू नामको सम्प्रदायका मान्छेहरू बढी छन् भन्ने कारणले इन्डियन अपराधहरूलाई समर्थन गर्ने जो छन् नि, तिनी विशुद्ध आतंकवादी हुन्, आतंककारी हुन्, तिनी अपराधी हुन्, तिनी देशद्रोही हुन्। त्यसकारणले यसरी कुनै चाहिँ तपाईको ब्रान्ड लगाएर हैन
कुनै ब्यानरको आडमा समर्थन विरोध हुँदैन। एउटा राष्ट्रले त आफ्नो राष्ट्रिय हित, आफ्नो सार्वभौमसत्ता, आफ्नो स्वाधीनता, आफ्नो क्षेत्रीय अखण्डतालाई आधार बनाएर कुनै पनि देशसँगको सम्बन्धलाई परिभाषित गर्ने हो। यो कोणबाट हेर्नु हो, पाकिस्तान हाम्रो एकदमै मित्र देश हो, एकदमै नजिकको मित्र देश हो। पाकिस्तानले नेपालको विषयमा केही पनि गरेको छैन, कहिल्यै केही पनि गरेको छैन हैन। तपाईँ हामीलाई थाहा छ, जस्तो नेपालमा महेन्द्रको कालदेखि यता पछिल्लो वीरेन्द्रको कालसम्म नेपालको चाहिँ अर्थतन्त्रको तपाईँको एउटा जग बसालिदिने चीन र रुस हुन्। उनीको विरोध आज इन्डो अमेरिकन, इन्डो चाहिँ पश्चिमा दलाल एजेन्ट लुटिराहरूबाट उनीको विरोध, त्यो बेची खाए यिनले, त्यो पचेन। इन्डियन र पश्चिमाहरूलाई पचेन। यहाँ त नेपालमा त रुसले, चीनले बनाइदिएको छ जम्मै झनै झनै चाहिँ 3.5 दर्जन उद्योगहरू। त्यसकारणले नेपालीहरूलाई अब चीन र रुसको विरुद्धमा चाहिँ कसरी चाहिँ त्यो चाहिँ बाटोमा लैजाने, त्यसकारणले त्यो स्मरण तपाईँको हटाउनुको निम्ति, सम्झना हटाउनुको निम्ति उनले सबै निजीकरण भन्ने बेचे र आज के गरिरहेका छन् उनले? जुन रुसले त्यत्रो संरचना बनाइदियो जनकपुर चुरोट कारखानादेखि लिएर, उसले चाहिँ 2.5 वर्ष अगाडि पठाएको, 3 वर्ष अगाडि पठाएको विकास र साझेदारीको प्रस्ताव अहिलेसम्म यिनको चाहिँ दराजको घरमा बन्द छ। यसबाट के बुझिन्छ? यिनी चाहिँ तपाईँको सिआइएका दलाल होइनन्, एजेन्ट होइनन्, सुराकी होइनन्। अनि चीनको विषयमा यत्रो बहस गरे। मैले एउटा भिडियोमा भने झन्डै 1200 अरब नेपालमा वैदेशिक ऋण छ, 1200 अरब। त्यसमध्ये चीनको जम्मा 35 अरब छ। 1200 अरबमा चीनको जम्मा 35 अरब छ, बाँकी अमेरिकन, युरोपियन, विश्व बैंक, एसियाली विकास बैंक, इन्डियाको। अनि ऋणको पासोको कथा चीनका विरुद्धमा सुनाउने, चीन विरुद्ध परिवर्तित चीन ऋणको पासो बिआरआईले बहसमा ल्याउने हैन। कहाँ पासोमा हाल्यो चीनले? सबै हिजो चाहिँ राष्ट्रिय उद्योग धन्दाहरू, बाँसबारी छाला जुत्ता कारखाना, भ्रिगुटी कागजदेखि लिएर दर्जनौं उद्योग बनाइदिने त्यही चीन हो। खै यिनका बाबु चाहिँ तपाईँको कसले बनाइदियो? इन्डियाले बनाइदियो कि अमेरिकनले बनायो कि अथवा युरोपियनले बनाइदियो? एउटा उद्योग यिनले बनाइदिएको छ, केवल लुटेको छ यिनीहरूले। यो तथ्यलाई नेपालीहरूले बुझेनन् भने यस्ता अपराधीहरूका पछि कथित धर्मको खोल ओढेर, कथित खुला सिमानाको खोल ओढेर, कथित सांस्कृतिक सम्बन्धको खोल ओढेर जुन अपराधी छन्, विदेशी अपराधीहरू, यिनको बहकाउमा हामी भ्रमित हुनु भने हाम्रो नतिजा त्यही हुनेछ जो युक्रेनीहरूको भयो। किन अपराध आफूमाथि